गुड मर्निङ। आज चाहिँ तपाईँहरूलाई मेरो गार्डनमा घुमाउँदैछु। हेर्नुहोस् न कस्तो मिठो मिठो कलरमा फुलेको फुलहरू। यो चाहिँ पिटुनिया डबलमा छ, तर मलाई डबल भन्दा चाहिँ सिङ्गल एकदमै प्यारो लाग्छ है। के मिठो कलर आएछ हेर्नुहोस् न, खरानी कलरको एकदमै मिठो कलर। यिनीहरू सबै डबलमा, यो चाहिँ फेरि सिङ्गलमा हो। तर मलाई सिङ्गल चाहिँ साह्रै मनपर्छ। यति दामी दामी फुलहरू फुलिरहेको छ। यिनीहरू चाहिँ फुल्नु बाँकी नै छ है। अहिले यस्तै भइरहेको छ। एन्जिलियाहरू पनि फुलिरहेको छ। यो टाइममा चाहिँ यति राम्रो देख्छ फुलहरू फुलेर। हेर्नुहोस् न, यसले पनि कस्तो मजाले फुलिरहेको छ योपालि त। यसको नाम चाहिँ मलाई थाहा भएन, तर पनि यसको फुल देख्दाखेरि चाहिँ एकदमै मन पर्यो। यति दामी फुलिरहेको छ ढकमक्क भएर। एन्जिलियाको कोपिला हेर्नुहोस् न फेरि, यति मिठो गरेर फुलेको छ। यति दामी यति मजाको फुलेको हेर्नुहोस् न, एउटा पातै नदेखिन फुलेको छ योपालि चाहिँ। तपाईँहरूलाई यसको बिजनहरू चाहिन्छ भने है मेरो दोकानमा आउँछ। तपाईँले अनुग्रह नर्सरीमा पनि भिजिट गर्नु सक्नुहुनेछ। साथै अहिले चाहिँ दार्जिलिङमा गोर्खे हाट लाग्छ है बिहिबार, अनि त्यहाँ पनि तपाईँले पाउन सक्नुहुन्छ है यसको बिजनहरू चाहिँ। रेबिट ब्रुस्ट यस्तो मजाको भइरहेको छ फुलेर। योपालि मैले यसलाई स्याहार्नु पनि पाइनँ है, त्यत्तिकै फ्याँकिराखिदिएको थिएँ, र पनि दामी भएछ फुल चाहिँ। योपालि यसको सानो फुल्यो र पनि एकदमै मनपर्ने। यसको बुकेहरू बनाउनु चाहिँ एकदमै दामी हुन्छ है। यस्तो दामी भइरहेछ फुलहरू फुलेर। रेनिकुलसको कलर हेर्नुहोस् न। केलसिरिया फुलिरहेको छ, फुल्दैछ, भर्खर स्टार्टिङ हुँदैछ केलसिरियाको। यहाँ देख्न सक्नुहुन्छ पेन्जी। पेन्जीमा पनि थुप्रै कलरहरू छ, वाइट, येलो। यहाँ हेर्नुहोस् न केलसिरिया फुलेको। यो चाहिँ पोहोरको सालकै बिजन हो। यो चाहिँ F2 भए पनि एकदमै फुल चाहिँ ढकमक्कै भएर चाहिँ यति दामी फुलेको छ है, मनै शान्ति हुने खालके। सो फुललाई हेर्दाखेरि स्ट्रेस फ्री हुन्छ नि त, त्यो भएर चाहिँ मलाई फुलहरू स्याहार्नु फुलाउनु चाहिँ एकदमै इच्छा लाग्छ। फुल फुलेको छैन भने चाहिँ घरै होइन जस्तो लाग्छ क्या। फुल यसरी ढकमक्क फुल फुलेको छ भने घर पनि घरै जस्तो लाग्छ है। हेर्नुहोस् न, ओपनिका फुलेर फेरि सेतोमा। तपाईँहरूले हेरिदिनु भयो, थ्याङ्क यू फर वाचिङ। मन पऱ्यो भने लाइक, कमेन्ट र सेयर गरिदिनु नबिर्सिनु होला।